म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। चुलामा पाइप जान्छ। 6 महिनामै सबै नेपालीको घर घरमा ग्यासको पाइप। के साँच्चीकै यो सम्भव छ त? आउनुहोस् यसको चर्चा गरौँ। 2078 को राष्ट्रिय जनगणना अनुसार नेपालमा परिवार सङ्ख्या करिब 67 लाख रहेको छ र धेरैजसो परिवार सहरी क्षेत्रमा बसोबास गर्छन्। नेपालमा हालसम्म घर घरमा ग्यास पाइपलाइन परियोजना नभएकाले रिफरेन्सको लागि प्रस्तावित इन्डियाको मोतिहारीदेखि नेपालको सर्लाहीसम्मको एलपिजी ग्यास पाइपलाइन परियोजनालाई लियौँ। करिब 15 अरब अनुमानित लागत गरिएको यो परियोजनाको लम्बाइ 110 किलोमिटर हुनेछ। 15 अरब मध्ये 8 अरब भण्डारण निर्माणमा जानेछ भने बाँकी 7 अरब पाइपलाइन निर्माणमा। घर घरमा ग्यास पुर्याउन 3 थरीको ग्यास पाइपलाइन जोड्नु आवश्यक हुन्छ। एउटा भर्खरै उल्लेख गरिएको जस्तै प्रसारण लाइन। यही परियोजनालाई आधार मानियो भने यसको खर्च प्रति किलोमिटर 6 करोड रुपियाँ पर्न आउँछ। मानौ पुरै नेपाललाई समेट्न पूर्वदेखि पश्चिमसम्म 2वटा लामो प्रसारण लाइन जोडियो। कुल लम्बाइ 1700 किलोमिटर र यसको कुल लागत 1.2 खरब नेपाली रुपियाँ हुनेछ। अर्को खालको पाइपलाइन हुन्छ वितरण लाइन। यसले भण्डारणदेखि सहर टोलमा ग्यास पुर्याउनेछ। मानौ नेपालभरि यसको लम्बाइ 2 लाख किलोमिटर। प्रसारण लाइन भन्दा यसको खर्च थोरै कम हुनेछ, 4 करोड प्रति किलोमिटर। जम्मा खर्च 80 खरब नेपाली रुपियाँ। त्यस्तै अर्को सर्भिस लाइन पनि चाहियो जसले चुलामा ग्यास पुर्याउनेछ। मानौ देशैभरि गरेर 1 लाख किलोमिटर यसको लम्बाइ हुनेछ। खर्च 60,000 प्रति किलोमिटर। जम्मा खर्च 60 अरब नेपाली रुपियाँ। प्रसारण लाइनहरूमा मात्रै लाग्ने खर्च हुनेछ 82 खरब रुपियाँ। पाइपलाइन मात्रै भएर भएन, भण्डारण स्थल पनि चाहियो। मोतिहारी सर्लाही परियोजनाकै उदाहरणलाई मान्ने हो भने करिब 8 अरब एउटा भण्डारण स्थल निर्माण गर्न खर्च लाग्छ। यो खर्च भण्डारण स्थलको आकारमा पनि निर्भर हुन्छ। त्यसैले हामी उदाहरणको लागि औसतमा 5 अरब मानौँ। काठमाडौँ जस्तो जनघनत्व धेरै भएको ठाउँमा ठुलो भण्डारण स्थल चाहिएला, तर मनाङ मुस्ताङ जस्ता जिल्लाहरूमा सानो खालको भए पनि पुग्छ। देशैभरि गरेर मानौ 60वटा भण्डारण स्थल निर्माण गरियो भने यसको कुल लागत हुनेछ 3 खरब नेपाली रुपियाँ। यदि सारा नेपालीको घर घरमा ग्यासको पाइपलाइन पुर्याउने हो भने पाइपलाइन र भण्डारण खर्च जोडेर जम्मा रकम हुन आउनेछ 85 खरब नेपाली रुपियाँ, जुन नेपालको वार्षिक बजेटको 5 गुणा भन्दा धेरै हो।